हेलो एभ्रिवान, म डिजिटल कन्टेन्ट क्रिएटर निरज ओली। आज बुद्ध जयन्ती र यात्रा पनि एकदम रोमाञ्चक रह्यो। आजको यात्रामा म तपाईँलाई बुद्ध शान्ति गाउँपालिका अर्थात् बुद्धबारीबाट माथि हनिया चोकबाट हापन चोक हुँदै यहाँ रहेको बुद्ध पार्कतिर लाँदैछु। आज बुद्ध जयन्ती भएकोले गर्दा यहाँ विशेष कार्यक्रम आयोजना गरिएको रहेछ। त्यसमा म पनि सारिक भए। यो चाहिँ देखिएको ठुलो गुम्बा हो। योभन्दा अझै अर्को ठुलो गुम्बा पनि छ, तर मेरो यात्रा भने बर्नेबाट सुरु भएको थियो। बर्ने चिया कमान म तपाईँलाई देखाइरहेको छु। विशेष यो ठाउँको आफ्नै महत्त्व छ। यसमा दुईटा ठुला गुम्बा छन्। यो देखाएको गुम्बा चाहिँ सबभन्दा ठुलो गुम्बा। यसको अर्को दक्षिणपट्टि पनि अर्को गुम्बा रहेको छ। यो ठाउँ चाहिँ एक जमानामा यसलाई टिमाई शिविर भनिन्थ्यो है। यहाँ चाहिँ अब भुटानी शरणार्थीहरू बस्नुहुन्थ्यो। स्पेसली यहाँ चाहिँ एउटा फुटबल ग्राउन्ड थियो त्यतिखेर। अहिले त्यो ग्राउन्डलाई रेनोभेट गरेर अहिले यहाँ गुम्बा बनाइएको छ। त्यो जमानामा यहाँ टिमाई शिविर थियो, टिमाई शिविर भनिन्छ, र त्यहाँ चाहिँ फुटबल मैदान थियो। र अहिले त एकदम रमणीय ठाउँ भएको छ, एकदम आनन्दको ठाउँ छ। तपाईँ पनि झापाको कुनै पनि एरियाबाट यहाँ आउन सक्नुहुन्छ, साइक्लिङ गर्दै अथवा मोटर बाइकमा। अर्कोपट्टि साना बालबालिकाको लागि पार्क पनि बनाइएको छ। अब म बुद्ध पार्कबाट फेरि राइड गर्दै गर्दै बर्नेतिर आउँदैछु। बर्नेमा लामो राइड गरियो। चिया बगानको राइड सधैँ रमाइलो हुन्छ। बर्ने चिया कमान अर्थात् बर्ने चिया बगान पनि भनिन्छ। बर्ने चिया कमानबाट राइड गरेर म तल झर्ने क्रममा छु। तर पनि एकछिन मलाई यो यस्तो रमणीय फाँट देखिसके पछाडि, रमणीय चिया बगान देखे पछाडि एकछिन यहाँ बस्न मन लाग्यो र साइकलबाट फेरि म ओर्लेर एकछिन बर्ने चिया कमानलाई अवलोकन गर्दैछु। भोलि नयाँ दिन नयाँ राइड अवश्य सुरु हुनेछ। तपाईँ मलाई युट्युबमा अथवा इन्स्टामा पनि फलो गर्न सक्नुहुन्छ।